गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी यहाँ आछौँ खानालाई दिदी दाई भएर हामी चाहिँ कलाएर यहाँ चाहिँ हामीले यस्तो आइसकेको छ यहाँ चाहिँ मगाएर पछि बाहिर हान्नु है त फर्स्ट ट्राई हान्नु है त कस्तो चाहिँ दाइले ट्राई हान्दै है त ल कस्तो हो एकदम खाना त खाइस् मिठो 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 छ रे चाहिँ मिठो छ अरे चाहिँ त्यस्तै भन्छु धेरै तातो होला फेरि यो पोल्छ अहिले तातो भयो अरे खानु भयो तातो छैन खाइदिए यार कहाँ तातो हुन्छ भने तातो हुँदैन यहाँ चाहिँ डिजाइन बडी छ यस्तो मजा होइन राख्नु त्यहाँ कफी मिठो रहेछ यस्तो भ्यू एन्ड टक्क लाएर होइन ल अब चाहिँ हजुर यसपछि भेट्छौँ हामी अर्को आइसिजी गाइज अब चाहिँ हाम्रो यहाँ अर्को नै आइसक्यो खानेकुरो चाहिँ यस्तो रहेको छ यो चाहिँ केएफसी एकदम तातो चाहिँ एकदम तातो आइसक्यो ओइ हाम्रो चाहिँ हट चक्लेट सकिन आइसक्यो चाहिँ अब हाम्रो चाहिँ यो आएछ अर्को नयाँ यो चाहिँ अहिलेको भाइरल भन्न मिल्छ ठाउँलाई चाहिँ मिठापन काशी यो ठाउँको नाम चाहिँ जरङको बर्गर हाउस भन्दा फेमस यो चाहिँ यस्तो छ हेरौँ तातो होला चाहिँ खाइदिने एकपल्ट हामी ल कप्पै लाएर एकदम गम्भीर छ जटिल छ समस्या हामी एकपल्ट चाहिँ ल टेस्ट गरिदियो कस्तो हो ठिक छ चाहिँ मन टेस्ट हाल्ने होइन अलि धेरै तातो रहेछ खान सकेन बाहिरको बोक्न चाहिँ खाइयो चाहिँ आउँदैछ यहाँ यो चाहिँ सकिन लाग्यो अझै गाइस अब चाहिँ म होइन यो खाना छु ह्युमन रोल्स टेस्ट गरेर कस्तो हुन्छ ओइ कस्तो रहेछ ह्युमन रोल चाहिँ बाबा लामाको फेभरेट हो आजदेखि ह्युमन रोल चाहिँ यहाँको राम्रो छ गोरे गोरे छ राम्रो छ हाम्रो यो छोइला साँधेको टक्क अचानक डिपानीलाई अब टक्क लाएर अब चट्टो लाएर ल गाइस अब चाहिँ हाम्रो फेरि नयाँ चिजहरू ड्रप भइसकेको छ होइन यहाँ चाहिँ बर्गर आइसक्यो यहाँ किमा नुडल्स यहाँको चाहिँ सकिसक्यो अझ यहाँ दाइ छ एकदम बेटर फ्रेन्च फ्राई चाहिँ खाँदैछौँ बर्गर कस्तो टेस्ट गर्दै रहेछ यो अब चाहिँ बर्गर टेस्ट हुन खाएँ यहाँ साँच्ची हो चाहिँ झ्याप्पै बाइट हान्दैछ यसले एकदम गुड छ अर्को नै आइसक्यो फेरि यहाँ कस्तो दियो भन्नु त मिठो अच्छा चिकन छोइला आइसक्यो साँधेको है छोइला है साँधेको छोइला Another bite. चाहिँ म चाहिँ फ्रेन्च फ्राइज लाग्छ म चाहिँ फ्रेन्च फ्राइज खाइरहेको छु होइन यो पनि टेस्ट हाल्ने होइन यो छोइला टक्क लिएँ मैले मिठो रहेछ त्यस्तो मिठो लाग्यो ठिकै लाग्यो अलिक पिरो धेरै रहेछ म चाहिँ पिरो खानु सक्दिनँ त्यो भएर अलिक मिठो लाग्यो मलाई पिरो चाहिँ इम्प्रुभ गर्न सक्नुहुन्छ मिठो मिठो लाग्यो सर्भिस पनि लास्टै छिटो खायो चाहिँ चाहिँ पिरो ससमा हाल्दैछु म किमा रोल खाँदै हुनुहुन्छ दिदीले यहाँ बर्गर खाँदै हो म यहाँ फ्रेन्च फ्राइज खाँदैछु
छोइला नि खाँदैछु छोइला फेरि मलाई त पुग्यो मिठो मिठो चाहिँ पछि भेट्छ हजुरहरू होइन मैले लगायत अब चाहिँ हाम्रो सोडा आइसक्यो सोडा खान लाग्यो दाइले चाहिँ टक्क लाएर फ्रेस लेमन सोडा कस्तो हो भन्दै रिभ्यू राम्रो मिठो हो एकदम मिठो ल चाख्छ त भिडियो अलि लेमन अलि बढी भएछ फ्रेस अलि बढी फ्रेस लेमन भयो त नत्र भिडियो नामै लेमन सोडा नि लेमन अलि धेरै छ ये लेमन खान न लेमन ल हेर मिठो अरे मिठो मिठो अलि अमिलो लाग्यो मलाई हो दिला चाख्नु भन्दा मन्दिर खाने तपाईँ एकदम फाइदाजनक छ यो चाहिँ एकदम हेल्दी सोडा